ट्याक्सको हल्ला ल्याउँछन् यो यसमा त्यति ध्यान दिनुपर्छ जस्तो मलाई लाग्दैन एकातिर भने। अर्कोतिर मैले के आशा लिएको छु भने यो पटक चाहिँ बजेटमा तपाईँले जुन हाम्रो क्यापिटल गेन ट्याक्स चाहिँ अग्रिम रूपमा अहिले काटिरहेको छ यो नै फाइनल कर हो भनेर यसपटक चाहिँ पक्कै पनि बजेटमा चाहिँ आउला भन्ने मैले अपेक्षा गरेको छु। अझ अर्को प्रश्न एकदम धेरैले हजुरलाई यो सम्झेर चाहिँ जस्तो अहिले नेप्सेले अथवा धितोपत्र बोर्डले जे एउटा नियम 15 मिनटको यो समयको त्यो जुन वेटेड एभरेज निकाल्ने भनेको छ यो सम्बन्धमा अलिक स्पष्ट पारिदिनुहुन्छ कि धेरैले अझै नबुझेको अथवा के भएको यो सम्बन्धमा? सेयर बजारमा हामी लगानी गरेर 2 पैसा कमाउनै आएका हौँ सबैलाई होइन। अनि हामी व्यक्तिगत फाइदा नोक्सान र तत्कालका फाइदा नोक्सानहरू मात्रै हेर्छौँ होइन। हरेक नियमले केही फाइदाहरू र केही बेफाइदाहरू पनि हरेक नियम लगाइसकेपछि त्यसका फाइदा र बेफाइदाहरू आउँछन् होइन। अब केही साथीहरूलाई होइन एक किसिम मानिनु उदाहरणको रूपमा होइन उदाहरणको रूपमा अब गाउँमा पुलिस प्रहरी चौकीहरू स्थापना भयो भने के हुन्छ? गाउँमा प्रहरी चौकी स्थापना भयो भने शान्ति सुरक्षा बढ्छ भनेर धेरै ठुलो समूहहरू त्यसमा उत्साहित हुन्छन् सकारात्मक हुन्छन्। तर केही मान्छेहरू त नकारात्मक पनि हुन्छन् नि त। अहिले के जरुरी थियो? गाउँमा शान्ति त्यत्तिकै थियो, प्रहरी आएर हामीलाई टेन्सन दियो भन्दैनन्। त्यसो भनेर अब गाउँठाउँमा प्रहरी कार्यालय स्थापना गर्नु हुँदैन भन्ने हो र? ठिक त यो 15 मिनटको व्यवस्थालाई पनि हामीले यसै गरी बुझ्नुपर्छ। यहाँ कसैलाई 2-4 जनालाई केही समूहलाई क्षणिक रूपमा मैले यो कम्पनी चाहिँ बेच्न पाएको भए हुन्थ्यो भन्नेहरूलाई यसले चाहिँ अलिकति अप्ठ्यारो पारेको हुनसक्छ, उहाँहरूको चित्त दुखाइ हुनसक्छ। तर लङ रनमा दीर्घकालको लागि सबै लगानीकर्ताहरूलाई यो नियमले राम्रो गर्छ। केही मान्छेहरूलाई असर पर्यो होला, उहाँहरूले अब यसमा के 15 मिनटको नियम लगाएपछि चाहिँ अन्तिममा गएर सर्किट लगाउनै हुँदैन र भनेको छ र? 15 मिनटभरि सर्किट लगाएर टिकाएर राखेका यो हामीले विगत 2-4 दिनमा देखेनौँ र? गर्दा भइहाल्छ नि। यो हाम्रो नेपालमा मात्रै लागू भएको नियम होइन, यो संसारभरि लागू भएको नियम हो होइन। हाम्रो चाहिँ अन्तिम कारोबारको मात्रै गणना हुन्थ्यो। अब विदेशमा अथवा अन्तर्राष्ट्रिय बजारमा जे प्रचलनमा छन् होइन, अब त्यहाँ सबैको 15 मिनट छ भन्न सकिँदैन। कसैको आधा घन्टा होला, कसैको 15 मिनट होला, कसैको 10 मिनट होला, कसैको 5 मिनट होला। तर एभरेज प्राइसमै भोलिपल्टको प्राइस गणना हुन्छ, बेस त्यसैलाई मानिन्छ जुन हाम्रोमा थिएन, लागू भयो होइन। तत्कालका लागि कसैलाई असर पारे पनि दीर्घकालमा सबैलाई राम्रो गर्छ यो नियमले। अब आज सबै झनै 3.5 साथी जोडिनु भएको छ, सबैलाई फेरि पनि स्वागत छ। आज हामीसँग केशव गैरला काका दाई हुनुहुन्छ। मैले धेरैले हिजो बेलुकाबाट भन्ने पनि लेख्ने पनि गरेको छु। आज चाहिँ मेरो आफ्नो ऊर्जा के थियो भन्दा के छ भन्दा दाई आइसकेपछि अलिकति शिक्षा दिने खालको चाहिँ आजको यो सेसन हुनुपर्छ भन्ने चाहिँ मेरो चाहना हो। विभिन्न बजार सम्बन्धित धेरै मान्छे बोल्नुहुन्छ, धर्का सरकारको कुरा, टेक्निकल कुरा धेरैले गर्नुहुन्छ। तर एकदम शिक्षा दिने खालको होस् भन्ने मेरो चाहनाले चाहिँ मैले केही कुराहरू जोड्न चाहन्छु। जस्तो हामीले सेयर बढ्दा घट्दा हामीले सेयर लोन लिन्छौँ, कतिले जानेर लिन्छौँ, कतिले नजानेर लिन्छौँ, कतिले एउटा गलत समय पनि सेयर लोन लिन्छ। अथवा म आफैलाई पनि कति अनुभव छ, बढ्दै जाँदा हामी सेयर लिँदै पनि जान्छौँ, अथवा एउटा टुप्पामा पैसा पनि सेयर लोन लिन्छौँ। अनि त्यो सेयर बेचेर लोन समयमा तिर्न जान्दैनौँ, अनि त्यहाँ ठुलो घाटा पनि खान्छौँ। अथवा घट्दा त्यस्तो एउटा ट्रेन्ड छ नि, खासै यो कस्तो बेलामा लिन हुने, कस्तो बेला लिन नहुने, कस्तो बेला बेचेर लिने, कस्तो बेला थप्दै जान हुने, खास यसको बारेमा नि अलिकति भनिदिनुहुन्छ कि? मैले बारम्बार भन्ने गरेको छु, हाम्रो लगानी नीति पिरामिड शैलीको हुनुपर्छ। पिरामिड भनेको के? सबैभन्दा तलको भाग धेरै ठुलो हुन्छ हो, सेकेन्ड राउन्ड अलिकति साँगुरिएको हुन्छ, थर्ड राउन्ड अझ साँगुरिन्छ, गर्दै 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 पिरामिडमा के हुन्छ? लास्टमा पुगेपछि चाहिँ माथि चुच्चो मात्रै बाँकी रहन्छ नि। भनाइको मतलब बजार जति तल छ
लगानी धेरै गर्नुपर्छ। आफूसँग भएको सकेसम्मको सम्पत्ति सबै लगाइन्छ, ऋण खोजेर ब्याजमा लोन लिएर ऋण लिएर के गर्ने हो, धेरै ठुलो लगानी चाहिँ तलै गरिसक्नुपर्छ। जति जति माथि बजार चढ्दै जान्छ, एक किसिम भन्यो भने अहिले 1800बाट हामी कहाँ छौँ, 2700 आसपासमा होइन। बजारले एउटा सीमा पार गरिसकेको छ होइन, तर सीमा पार भन्दा पनि अघिल्लो हाईबाट पनि हामी लगभग त्यति नै तल छौँ नि। भनाइको मतलब अघिल्लो हाई र अघिल्लो लोको बिचमा मात्रै अहिले हामी छौँ। भन्दाखेरि अहिले पनि लगानी गर्नलाई डराउने बेला होइन, अहिले पनि थप्ने बेला हो। तर जति जति बजार माथि जाँदै गर्छ, हामीले लगानी थप्ने भोल्युम चाहिँ अलिअलि कम गर्दै लानुपर्छ। एउटा लेभलमा बजार पुग्छ, माथि पुगिसकेपछि होइन अब त पैसा कमाइयो, अब चाहिँ धेरै जोखिम लिनु हुँदैन भनेर बिस्तारै बिस्तारै ऋणको मात्राहरू घटाउँदै जानुपर्छ होइन। अझ धेरै जान्छ, अझ ऋण घटाउँदै जाने, त्यसपछि आफ्ना पैसाले मात्रै ऋण तिर्ने, आफ्ना पैसाले मात्रै खेल्ने, अनि त्यसपछि पनि अझै माथि जान्छ। के गर्ने भन्दा बिस्तारै पैसा निकाल्दै जाने हो। यो किसिमको लगानी रणनीति हुनुपर्छ सक्सेस हुनको लागि। तर भइदिन्छ के उल्टो, हामी तल चाहिँ के गर्छौँ, होइन सेयर बजारमा त कमिन्छ, कमिँदैन किन धेरै